नमस्ते सबैजनालाई। आज अलमोस्ट 1 वर्षपछि मैले युट्युबमा एउटा भिडियो अपलोड गर्ने सोच्दैछु र यस भिडियोमा मैले कुरा गर्नेछु सानो कुराको महत्त्व, सानो स्मल ह्याबिट्सको इम्पोर्टेन्स। कुनै पनि कुरा स्मल कुरा मात्र इम्प्लिमेन्ट गर्दै गयो भने त्यसको इम्प्याक्ट र त्यसको रिजल्ट चाहिँ एकदमै बिग हुनसक्छ है। जस्तै तपाईँले कोहीसँग राम्ररी बोलिदिनु भयो भने उसँग सम्बन्ध राम्रो हुनसक्छ। सम्बन्ध आफैमा ठुलो कुरो हो, तर हल्का 2 मिनट बोल्नु त्यत्रो ठुलो कुरो चाहिँ होइन। राम्ररी बोलिदिनु पऱ्यो, त्यो पनि एउटा सानो कुरा हो। उदाहरणको लागि लिउँ है, पहिला सबले बागमतीमा फोहोर फाल्थे, एकजनाले फाल्थ्यो, उसलाई के लाग्थ्यो त खोलामा फाल्दै बगिहाल्छ नि भन्ने लाग्थ्यो होइन। त्यस्तै सबैले मैले त फालिरहेको छु भन्दै सबैले फाल्न थालेपछि के भयो त पुरै खोला नै एकदमै दुर्गन्धित भयो होइन। मलाई अझै पनि याद छ, म काठमाडौँमा बसेको 15 वर्षभन्दा बढी भइसक्यो। अनि बच्चा हुने बेला त्यो बागमती पुलमाथि हिँड्न नि सकिँदैन थियो है। यो हार्स रियालिटी हो। आजभन्दा 10 वर्ष अगाडि बागमती पुलमाथि बागमती पुल पुग्नै आँटेको छ भने कसरी हिँड्थेँ म थाहा छ हजुरलाई। बच्चामा नाक थुनेर अनि कुद्थे होइन, ताकि यो पुल चाहिँ विदिन सेकेन्ड्स क्रस गर्न सकियोस्। तर अहिले रुल्स एन्ड रेगुलेसन्सहरू इम्प्लिमेन्ट हुँदै गर्दाखेरि, फोहोर व्यवस्थापन हुँदै गर्दाखेरि चाहिँ के भयो त, अब मान्छे बागमतीमा गएर नभए के हुन्थ्यो त, इभन सुरुमा रुल्स एन्ड रेगुलेसन्सहरू एप्लाई हुँदाखेरि पनि के हुन्थ्यो त, लाइक सबैले त्यसलाई फलो गर्दैन थियो। अनि बिहानै उठेर बेलुका उठेर बागमतीमा गएर फोहोर फालिदिन्थ्यो, अरू कतैतिर फोहोर फालिदिन्थ्यो होइन। अनि त्यस कारणले के हुन्थ्यो, एकजनाले सबले के सोच्थ्यो, मैले त फालिरहेको छु नि भन्ने सोच्थ्यो होइन। एउटा इन्डिभिजुअलले फाल्दा सबले फाल्न थाल्यो र पुरै खोला नै दुर्गन्धित भयो। जबकि खोला एउटा मुभिङ के भन्ने त्यसलाई, मुभिङ अब्जेक्ट त होइन, तर लाइक मुभ गरिरहेको छ नि त। मुभ गरिराख्नु भनेको त्यसमा तपाईँले केही फालिदिनु भयो सानोतिनो कुरा भने त्यसले बगाएर लान्छ, त्यो खासै फोहोर हुँदैन। तर खोलै फोहोर हुनु भनेको त पुरै जनसङ्ख्या नै मिलेर खोलामै फोहोर फाल्न थाल्यो भने त फोहोर हुन्छ नि त। खोलामै ढलकनी गर्न थाल्यो होइन, कुनै एउटा प्रोपर ड्रेनेज सिस्टम बनाएन भने त फोहोर हुन्छ नि त होइन। खोला नाला भनेको त के हो त, मान्छे प्रकृति हो, त्यो मान्छे त्यहाँ गएर आफूलाई रिफ्रेस गर्छ। अब त्यहाँबाट भाग्नु परेको छ है। सो त्यो हो, लाइक सानो सानो ब्याड ह्याबिट्सले ठुलो डिस्ट्रक्सन ल्याउन सक्छ, सानो सानो गुड ह्याबिट्सले ठुलो सक्सेस, ठुलो पोजिटिभ चेन्ज ल्याउन सक्छ तपाईँको लाइफमा है। जस्तै तपाईँ अहिले हामीले पास द एक्सलेन्सले चाहिँ भाषा पढाउँछ, जर्मन भाषा पढाउँछ। जर्मन भाषा पढाइराख्दाखेरि मेरो अनुभवले विद्यार्थीहरूले यदि रेगुलर रूपमा पढिदिने हो, क्लासपछि आधी घन्टा 1 घन्टा मात्र रिभिजन गर्ने हो, हरेक कुरा गर्ने हो भने उसले फर्स्ट एटेम्प्टमै पास गर्छ। तर त्यो सानो कुरा उसले गर्न सक्दैन, रेगुलर पढ्न सक्दैन, रेगुलर क्लास पनि आउन सक्दैन। पढ्ने कुरा त छोडिदिनुहोस्, आफै सेल्फ स्टडी गर्ने कुरा त टाढा भयो, रेगुलर क्लास पनि आउन सक्दैन। जब त्यो सानो कुरामा ब्रेक लिइन्छ नि, जब त्यो सानो कुरा गर्न छोडिन्छ र त्यसले चाहिँ के निम्ति आउँछ त, नेगेटिभ चेन्ज तपाईँको लाइफमा ल्याउँछ। तपाईँको जुन बाटोमा, जुन पाथमा तपाईँ लागिराख्नु भएको छ, जस्तै भाषा सिक्ने बाटो भयो होइन, अब त्यसमा नेगेटिभ चेन्ज चाहिँ कसले ल्याउँछ त, तपाईँको त्यो सानो इन्कन्सिस्टेन्ट ह्याबिटले ल्याउँछ है। सो सानो कुराको एकदमै ठुलो महत्त्व छ। हामी सबैले सोच चाहिँ ठुलो राख्नुपर्छ, सपना ठुलो राख्नुपर्छ होइन, तर इम्प्लिमेन्टेसन चाहिँ सानो कुरा गर्नुपर्छ। सानो सानो कुराको इम्प्लिमेन्टेसनले ठुलो कुरालाई सक्सेस दिलाउँछ। एउटा उदाहरण दिन्छु म तपाईँलाई है। उदाहरण के हो भन्दाखेरि, जस्तै तपाईँहरूले कहिले त्यो एकदमै जाम लागेको नटहरू खोल्नु भएको छ, एकदमै लाइक एकदमै धेरै दिनदेखि कसिएको नट, अनि त्यसलाई चाहिँ कहिले काम लाग्यो अरे। जस्तै तराईमा ह्यान्ड पम्प हुन्छ है। अब ह्यान्ड पम्पहरू वर्षौँदेखि चलिरहेको हुन्छ, कहिले बिग्रिन्छ। अब बिग्रिएपछि के हुन्छ त, त्यहाँ आउँछन् बनाउने मान्छे है, बनाउने मान्छे आउँछन् अनि त्यो पुरै बीज लागेको हुन्छ कि त्यो पुरै जमेको हुन्छ त्यो नटहरू। अनि त्यो नटहरूलाई खोल्नको लागि चाहिँ के गर्छ त, उसले सानो लुब्रिकेन्टहरू, मट्टी तेल होइन, अथवा अरू केही हाल्छ होइन।
त्यो सानो लुब्रिकेन्टले के गरिदिन्छ त उसलाई त्यो वर्षौँदेखि जमेको नटलाई खोल्न सजिलो पारिदिन्छ है। सो ठुलो सक्सेसको पछाडि जस्तै मैले मानिलियो अहिले पास द एक्सलेन्स चलाइराख्दाखेरि धेरै ठुलो ठुलो मानिलियो हामीले जे जति पनि अचिभमेन्ट गरेको छौँ यो सानो सानो कुराको इम्प्लिमेन्टेसन, सानो सानो कुरालाई ध्यान दिएर हो। विद्यार्थीलाई कसरी प्रोपरली बुझाउने होइन, आफूलाई सोअप गर्नुभन्दा पनि कुनै पनि कुरामा लाइक ध्यान दिने कहाँ चाहिँ के चाहिँ कुरा नेसेसरी छ र सानो कुरामा चाहिँ के चाहिँ चेन्ज गर्न सकिन्छ। जहिले पनि हामीले सोध्छौँ के त म माथिल्लो लेभलमा कसरी पुग्न सक्छु, माथिल्लो लेभलमा पुग्नको लागि सानो कुरालाई चेन्ज गर्नु पर्यो। तपाईँले सिम्पल कुरा मैले जे जति व्याख्या गरे पनि जे जति उदाहरण दिए पनि कुरा त्यही नै हो है। मानिलियो अहिले हाम्रो के अरे प्रधानमन्त्री क्यान्डिडेट होइन, पिएम क्यान्डिडेट बालेन शाह होइन, उहाँको यत्रो फ्यान फलोइङ अथवा उहाँको यत्रो समर्थकहरू कसरी भयो त भन्दाखेरि उहाँको सानो सानो एक्टिभिटिजले, उहाँको सानो सानो जस्तै उहाँले एउटा गीत बनाउनु पऱ्यो है। अब त्यो गीतले चाहिँ यत्रो ठुलो इम्प्याक्ट ल्याउँछ। अहिले त्यसको हरेक वर्डको मिनिङ निकाल्छ नि त जनताले होइन। उहाँको हरेक पोस्ट चाहिँ हेडलाइन बनेको छ कन्ट्रीको है। उहाँको हरेक एक्टिभिटिज हेडलाइन बनेको छ। त्यो कसरी त उहाँको सानो सानो ह्याबिट्सले, उहाँको सानो सानो वर्क्सले, सानो सानो इम्प्लिमेन्टेसन ल्याउनु भयो। जस्तै अब खोला सफा गर्ने कुरामा भयो, फोहोर व्यवस्थापन गर्ने कुरामा भयो, स्कलरसिप दिने कुरामा भयो, यो कुराहरू त प्रिभियस गभर्मेन्टहरूले पनि गर्न सक्थे तर गरेनन् नि त। अब यहीँ हिँड्दाखेरि मै यहाँ हिँडिरहेको छु अनि त्यहाँ फुटपाथमा कस्तो राम्रो फाल्साहरू बनाउनु भएको छ होइन, बसको लागि कुर्ने ठाउँ भनेर होइन। सो सानो सानो कुरालाई चाहिँ कति उहाँले केयर गर्नुभएको छ। त्यो सानो सानो कुराले चाहिँ एउटा ठुलो ब्रान्ड इमेज बनायो उहाँको है। सो जहिले पनि एकैचोटि चाहिँ म करोडौँ कमाउँछु, ठुलो सक्सेसफुल मान्छे बन्छु, इन्जिनियर बन्छु, डक्टर बन्छु, साइन्टिस्ट बन्छु, जेसुकै गर्छु, काठमाडौँमा घर किन्छु, 1 करोड सेभिङ गर्छु, जेसुकै है। सुरुवात चाहिँ कहाँबाट हुन्छ त? एकबाटै हुन्छ कि सुरुवात चाहिँ सानो कुराबाटै हुन्छ। इन्जिनियर बन्नु छ नि पहिला 10 पास गर्नु पर्यो है, त्यो सानो कुरा हो। 1 क्लास पास गरेर इन्जिनियर बनिन्छ त हो, त्यो खुड्किलो पार गर्दै जानु पर्यो नि त होइन। हुने बिरुवाको चिल्लो पात भने चाहिँ जसलाई 1 करोड सेभिङ गर्नु छ उसले 1 लाख नै गर्न सकेन भने त 1 करोडसम्म कसरी पुग्छ त होइन। सो सानो कुरा एचिभ गर्नुहोस्, ठुलो कुरा एचिभ गर्नको लागि टेन्सन नलिनुहोस्। ठुलो कुरा अटोमेटिक हुने कुरा हो, सानो अटोमेटिक हुँदैन, सानो गर्नुपर्छ है। सानो कुरा चाहिँ गर्नुपर्छ, ठुलो चाहिँ अटोमेटिक हुन्छ है। राम्रो तरकारी पकाउनको लागि इन्ग्रेडियन्ट राम्रो हुनु पऱ्यो, फ्रेस तरकारी हुनु पऱ्यो होइन। तपाईँको नुन तपाईँले ठिक्क हाल्नु पऱ्यो, बेसार ठिक्क हाल्नु पऱ्यो होइन, मसलाहरू सबै हाल्नु पऱ्यो राम्ररी, धनियाँ सनियाँ होइन, बुझ्नुभयो नि। सो यस आजको मेरो मूल उद्देश्य यही नै हो। हामी सबैले ठुलो कुरा, ठुलो सपना देखौँ तर काम चाहिँ सानो सानो कुरा एकम्प्लिस गर्दै जाउँ, एक्जिक्युट गर्दै जाउँ है त। सानो कुरा एक्जिक्युट गर्न पोसिबल पनि हुन्छ र सानो कुराले नै ठुलो कुरा एचिभ गर्ने बेस बनाउँछ, फाउन्डेसन बनाउँछ र त्यही फाउन्डेसनले हजुरलाई मोटिभेट गर्छ। सानो कुरा एचिभ भएपछि एउटा मोटिभेसन आउँछ, एउटा हेल्प हुन्छ। लाइक आफूमा म गर्न सक्छु है, 10 ल्याउनु पर्ने थियो भने मैले 2 ल्याएँ है, अब 3, 4, 5, 6, 7 होइन। यसरी एकैचोटि चाहिँ मान्छेले के भन्छ त, एकैचोटि 10मा 10 ल्याउँछु भन्छ होइन। एकैचोटि चाहिँ खुड्किलो चढेर प्रोसेसलाई विश्वास गर्नुहोस् र खुड्किलो चढ्नुहोस्, सानो कुरालाई इम्प्लिमेन्ट गर्नुहोस्, एक्जिक्युट गर्नुहोस्, सानो कुरामा सफलता पाउनुहोस्, ठुलो कुरा अटोमेटिक आउँछ। ठुलो कुरामा सफलता पाउने सूत्र नै सानो कुरामा सफलता पाउनु, सानो कुरालाई एक्जिक्युट गर्नु, स्मल स्टेप्स है। अब तपाईँले चाहिँ पोजिटिभिटीतर्फ लानु पऱ्यो नि। तपाईँले डेली चाउचो खानु पऱ्यो, चाउचो एउटा खानु त के नै ठुलो कुरो हो र। डेली चाउचो खाइयो भने धेरै नै इम्प्याक्टफुल हुन्छ। भोलि पर्सि गएर तपाईँलाई केही रोग लाग्ला होइन, त्यो प्याक फुड हो नि त है। तपाईँले डेली प्याक फुड, जङ्क फुडहरू खानु पऱ्यो, एक दिन त बाहिर खायो भन्ने होला, तर रेगुलरली खानुभयो होइन, अथवा तपाईँको एउटा सेड्युल बन्यो खाने त्यस्तो भने त्यसले चाहिँ लङ टर्ममा चाहिँ नराम्रो इम्प्याक्ट पार्छ। सो सानो कुरा कन्ट्रोलेबल हुन्छ, डुएबल हुन्छ। त्यसलाई नराम्रो कुरालाई कन्ट्रोल गर्नुहोस् है। जस्तै स्मोकिङ गर्ने कसैको ह्याबिट छ, दिनमा 10वटा चुरोट खान्छ अरे
उसले बिस्तारै घटाउनु पऱ्यो, सानो सानो कुरा कन्ट्रोल। ल आज चाहिँ 9वटा मात्र खान्छु भन्नु पऱ्यो, 8वटा मात्र खान्छु भन्नु पऱ्यो होइन। कसैको चाहिँ 10जना नराम्रो साथीको सङ्गत छ अरे, अब चाहिँ बिस्तारै इराडिकेट गर्छु, एकजनालाई पहिला त्यसपछि अर्कोलाई होइन। कसैको चाहिँ पोजिटिभ सर्कल चाहिँ एकदमै थोरै छ अरे, बिस्तारै बढाउँछु एक एकजना गरेर होइन। अथवा कसैको चाहिँ गुड ह्याबिट्सहरू एकदमै थोरै छ अरे, प्रायः चाहिँ ब्याड ह्याबिट्सहरू छ अरे। सो बिस्तारै बढाउने एउटा एउटा गरी गरी है, एउटा एउटा गरेर सानो सानो कुरा। सबसे सजिलो के लाग्छ त पहिला त्यही गर्ने। म भाषा सिकाउने बेला पनि एकदम सजिलो सजिलो कुरा पहिले सिकाउँछु होइन। सजिलो कुरा एचिभ भइसकेपछि सजिलो कुराको फाउन्डेसन भन्छ कि 10वटा सजिलो कुराले एउटा ठुलो ह्याभी सजिलो कुरा तपाईँले सिकिसक्नुहुन्छ कि। त्यो चाहिँ लाइक नर्मली मान्छेले एचिभ गर्न सक्दैन। 10वटा सजिलो कुरा भनेको एउटा ह्याभी कुरा हो है। सो सजिलो 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 पहिला सिक्ने, त्यसले तपाईँलाई एकदमै स्ट्रङ बनाउँछ अनि ह्याबी अटोमेटिकली एचिभ हुन्छ। स्ट्रङ कुरा, गाह्रो कुरा सोच्नु पर्दैन, बेस स्ट्रङ छ नि त, फाउन्डेसन स्ट्रङ छ नि त है। थ्याङ्क यू सो मच।